हेलो गाइज, आज म कोपनहेगनबाट हिलेसिङ्गर साइकलमा यात्रा गर्दैछु है। यो चाहिँ लगभग म हिलिबेक भन्ने ठाउँमा होमलिबेक भन्ने ठाउँमा आधा बाटो आइसकेको छु हैन। आधा बाटो आइसकेको छु म। हेर्न सक्नुहुन्छ अब म हिलेसिङ्गर अब केही छिनमै पुग्छु। ट्रेनमा गएर मेरो फर्स्ट राइड हो आज, साइकल होइन, फर्स्ट राइड हो गाइज। चिसो छ, घाम लागे पनि अलि चिसो नै छ होइन। तर साइकल यात्रा चाहिँ यस्तो बबाल मजा आइरहेछ नि आज। मैले यहाँ मजा लुटिरहेको छु के। वाट अ मौसम होइन। चिसो त चिसै छ गाइज होइन, तर रमाइलो भइरहेछ। यहाँ चाहिँ अब कारहरू धेरै हुन्छ के अरे, अनि मैले बरु बाइकहरू अलिक कम देखिरहेको छु कि यहाँ चाहिँ होइन। साइकलहरू नि लगभग हुन्छ नै होइन। अनि त्यहाँबाट गाडीहरू धेरै हुन्छ। त्यो बाइक चाहिँ बाटो ट्याक्कै काट्नु पाक्यो, सो लक्की। कारहरू धेरै हुन्छ गाइज, साइकलहरू अलिक कमै हुन्छ होइन। चलाउँदा साइकल चलाउनेहरू धेरै छ, तर बट बाइक स्कुटर चाहिँ मैले एकदम कम देखिरहेको छु कि यहाँ चाहिँ। नेपालमा त अब धेरै बाइकहरू हुन्छ नि त, बाइक स्कुटर। अब मैले नै नेपाल हुँदाखेरि 6-7 वर्ष बाइक चढाएँ होइन। यहाँ आएर चाहिँ अब साइकल चलाइराखिएको छ, ठिकै छ, मजा छ। त्यो साइकल चलाउनु नट ब्याड, मजा नै आइरहेको छ साथीहरू। एमसी क्याफे आयो है हामी चाहिँ, हिलेसिङ्गरको एमसी क्याफे।